धनुषा प्रहरीले अनलाइन ठगी गरेको आरोपमा 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषाको विदेह नगरपालिका वडा नम्बर 1 बस्ने 40 वर्षीय सञ्जीव भिनिया यादव, कमला नगरपालिका वडा नम्बर 3 लगमा बस्ने 25 वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 17 बस्ने 33 वर्षीय अन्देश महतो, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 16 बस्ने 33 वर्षीय पप्पू पूर्वे, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 12 बस्ने 48 वर्षीय उस्मान साफी र 20 वर्षीय मोहम्मद जिलानी साफी रहेका छन्। गत वैशाख 8 गते साँझ करिब 5 बजे 4 जनालाई धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर 3 महुवा टोलबाट र 2 जनालाई जनकपुरधाम 12 बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। पक्राउ परेका उनीहरूको साथबाट 6 थान एन्ड्रोइड मोबाइल र 1 थान फिचर फोन गरी जम्मा 7 थान मोबाइल र नगद 29,576 रुपैयाँ बरामद गरी थप अनुसन्धान गर्दा उनीहरूले टलविन लाइफ नामक एक अमेरिकी संस्था मार्फत ठगी गरेको कुरा खुलेको एसपी खड्काले बताए। उनीहरूले 1091 जना पीड़ितबाट प्रत्यक्ष तथा अप्रत्यक्ष 4,500 का दरले 49,09,005 रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। एसपी खड्काले भने उनीहरूले टलविन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी आफ्नो युजर एकाउन्ट खोल्न सकिने र सो एकाउन्ट खोल्न कम्तीमा 30 अमेरिकी डलर आवश्यक पर्ने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन दिएका थिए। टलविनको एकाउन्टमा पैसा लोड गर्न बाइनान्स एप्लिकेशन्सको मद्दतबाट नेपाली पैसालाई अमेरिकी डलरमा रूपान्तरण गरी टलविन लाइफको एकाउन्टमा पैसा लोड गर्न सकिने र टलविन लाइफको एकाउन्टबाट डबल पैसा बाइनान्स एप्लिकेशनको एकाउन्टमा लोड गरेर नेपाली पैसामा रूपान्तरण गरी बैंक एकाउन्ट तथा विभिन्न अनलाइन वालेटमा हाल्न सकिने भन्दै उनीहरूले ठगी गरेको देखिन्छ। उनीहरूले 4,500 अमेरिकी संस्था टलविन लाइफमा लगानी गर्दा 3 वर्षमा 2,14,000 रुपैयाँ पाउन सकिने र त्यसका अलावा टलविन लाइफ नामक संस्था आफू मार्फत प्रत्यक्ष सदस्य बनाएमा लगानीको 50% कमिसन पाउने भनी ठगी गरेको र आफूले बनाएको सदस्यले थप सदस्य बनाउँदै जाँदा $1 आफ्नो खातामा आउने भनी ठगी गरेको एसपी खड्काले जानकारी दिए। पक्राउ परेका उनीहरूलाई ठगी मुद्दामा म्याद थप गरी बस्ने विभिन्न व्यक्तिहरू आएर हामी ठगियौँ। अनलाइन होइन कि एउटा चाहिँ नि हामीलाई चाहिँ नि यो टलविन लाइफ नेटवर्किङ बिजनेस गर्ने मान्छेहरूले हामीलाई चाहिँ नि ठगे। प्रति व्यक्ति 4500 रुपियाँको दरले हामीलाई ठगे भनेर चाहिँ नि आउनुभयो। उहाँ आइसकेपछि यो महुवा टोलबाट 4 जना व्यक्ति तथा हामीले धनुषाबाट चाहिँ नि 2 जना महुवा टोलबाट जिल्ला धनुषा वैद्यनगर वडा नम्बर बस्ने बिन्देश्वर यादवको 16 वर्ष 40 सञ्जीव भिनवार यादव, धनुषा कमला नगरबाट वडा नम्बर 3 लगमा बस्ने राम कृपाल नुनियाको 16 वर्ष 25 को रञ्जित नुनिया, पछि धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर 17 बस्ने मिरखेन महतोको 16 वर्ष 33 को अन्देश महतो, त्यस्तै जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर 16 बस्ने फुलगेन पूर्वेको छोरा वर्ष 33 को पप्पू पूर्वे चाहिँ हामीले यो जनकनन्दनी नगरपालिकाकै साइडबाट गाउँपालिकाकै साइडबाट हामीले चाहिँ उहाँहरूलाई नियन्त्रणमा ल्याउँ भने उहाँहरूबाट एन्ड्रोइड मोबाइल र अन्य सामानहरू 7 थान मोबाइल गरेर समातेछौँ र उहाँहरूबाट अन्य कुरा थप अनुसन्धान गर्दै जाँदाखेरि हाम्रो यहाँ जनकपुरमा वडा नम्बर 12 मा 2 जना अरू अन्य पनि हुनुहुन्छ भनिसकेको कुरा छ। वडा नम्बर 12 बस्ने साहेब साफीको छोरा वर्ष 48 को उस्मान साफी र ऐजन बस्ने 12 बस्ने जनकपुर वडा नम्बर 12 बस्ने उस्मान साफीको छोरा वर्ष 20 को मोहम्मद जलान साफीलाई यहाँबाट हामीले नियन्त्रण लिएर हामीले अनुसन्धान गऱ्यौँ। अनुसन्धान गर्दै जाँदाखेरि उहाँहरूबाट विभिन्न एन्ड्रोइड मोबाइलहरू पनि आयो, फोटाहरू पनि आएका छन्। नगद पैसा 29,576 रुपियाँ पनि आएछ र उहाँहरूबाट अनुसन्धान गर्दाखेरि उहाँहरूले चाहिँ एउटा टलविन लाइफ नेटवर्किङ ब्राउजर भन्ने रहेछ, जुन अमेरिकन यो चाहिँ ब्राउजर हो। यसबाट चाहिँ उहाँहरूले यो जस्तै तपाईँहरूलाई युनिटी लाइफको ठगी तपाईँहरूलाई प्रकरण थाहा छ, जस्तै युनिटीको जस्तै चेनमा चाहिँ मान्छेहरूलाई चाहिँ बनाउने जस्तै एउटा प्रति व्यक्ति मैले एकजना व्यक्तिलाई बनाएँ भने टलविनमा जाने गएर चाहिँ $30 चाहिँ तिर्नु पर्दो रहेछ। मैले बनाएको आफ्नो $30 चाहिँ उसँग लिने, उसँग मैले एक प्रति व्यक्ति बनाएँ भने $30बाट 15% चाहिँ 50% $15 चाहिँ त्यो कम्पनीले मेरो खातामा हालिदिने।
र 15 जस्तै $30 मैले कसैलाई बनाएपछि अर्कोलाई बनाए 30-15 आयो, फेरि अर्कोलाई बनाए 15 आयो। मैले आफूले 30 गरेर आफ्नो फाइदा त्यसरी बनाए नेटवर्किङ हिसाबले गराउने। यसमा चाहिँ नि के छ भन्दाखेरि यो चाहिँ नि टलबिन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी आफ्नो युजर एकाउन्टेन्ट खोल्न सकिन्छ। सो एकाउन्टेन्ट खोल्न कम्तीमा $30 आवश्यकता पर्छ। टलबिनको एकाउन्टमा पैसा लोड गर्न बनायन एप्लिकेसनको मद्दतबाट नेपाली पैसालाई अमेरिकन डलरमा चाहिँ रूपान्तर गरेर टलबिन लाइफको एकाउन्टमा पैसा लोड गर्न सकिँदो रहेछ। र त्यो किसिमले लोड गर्दै गयो अनलाइन वालेटबाट पनि पैसा हाल्न सकिने भन्ने 6 जना व्यक्तिबाट खोजेर यिनीहरूले टोटलमा यो 6 जना व्यक्तिहरूले 1098 जना चाहिँ मान्छेहरू उहाँहरूले नेटवर्किङमा यसरी जोडिसक्नु भएको छ। उहाँहरू 6 जनाबाट मात्रै भनेपछि उहाँ यस्तो यो टलबिनमा अरू मान्छेलाई कनेक्सनमा ल्याउन अझै मान्छेहरू हामीलाई खोज्नुपर्ने छ। अरू मान्छेहरू पनि फरार हुनुहुन्छ। उहाँहरूबाट आइसके पनि धेरै मान्छेहरू चाहिँ नि मान्छेहरू आउनुहुन्छ र हामीले उनीहरू पीडितबाट उनीहरूले 4500 का दरले उठाएका छन् भने दरले उठाएर 49,95,000 बराबरको पैसा ठगी गरेको देखिन्छ। उहाँहरूसँग पैसा देखिन्छ। त्यस्तै यसको अलावा टलबिन लाइफ नामक संस्थाबाट आफू मार्फत प्रत्यक्ष सदस्य बनाएमा 50% कमिसन पाउने र भने कमिसन पाउने भने ठगी गरेर आफूले बनाएको सदस्यले थप सदस्य बनाउँदा $1 फेरि पाउने। जस्तै मैले तपाईँलाई बनाएको 50% भने $15 पाएँ, $15 मैले पाएँ र अर्कोलाई बनाएपछि उसबाट $1 आउने। प्रत्यक्ष बनाएपछि 50% पाए, $15 पाए, 1-1-2 गरेर 15 जनालाई बनाउने बेलामा टोटलमा $30 चाहिँ आफूलाई आउँदो रहेछ। यसमा चाहिँ नि वर्किङ र नन वर्किङ हुने हुँदो रहेछ। जस्तै मैले बनाएँ, म बने, जस्तै त्यो टलबिनको मेम्बर बने भने $30 लाग्यो। म कसैलाई मैले बनाउँदैन भनेपछि नन वर्किङ हुँदो रहेछ। उसँग चाहिँ नि 10 किस्तामा चाहिँ त्यो पैसा चाहिँ नि त्यो प्राप्त हुँदो रहेछ। जस्तै वर्किङ बनायो भने वर्किङ मैले उसलाई बनाएँ $15 पाएँ, $15 पाएँ, तपाईँलाई बनाए $15, 1000 जना बनाएपछि कति डलर पाएँ? 1000। यसरी चाहिँ नि वर्किङमा चाहिँ गरेपछि धेरै पैसा फाइदा हुने, नन वर्किङमा गरेपछि 10 किस्तामा आफैलाई आउँदो रहेछ। त्यस किसिमले अझै हामीले डिपली अनुसन्धान गर्दै गइरहेका छौँ। यसमा जनकपुर अथवा धनुषा क्षेत्रभित्रमा धेरै मान्छेहरू ठगिएको हामीले अहिले अनुसन्धान गर्दै जाँदा पाएका छौँ र यसमा अझै विस्तृत अनुसन्धान गर्न बाँकी छ। अरू थप मान्छेहरू उहाँहरूले खुलाउँदै जानुभएको छ। ती मान्छेहरूलाई चाहिँ हामीले अनुसन्धान दायरामा ल्याएर उहाँहरूलाई अझ कति यसमा ठगिएका मान्छेहरू हुनुहुन्छ उहाँहरूबाट चाहिँ नामावली पनि कलेक्सन गर्ने र ठगिएका मान्छेहरूलाई को ठगिनु भएको छ भने हामी आह्वान पनि गर्दैछौँ र यसबाट अहिले 1098 जना छ भने अन्दाजी गर्ने बेलामा 2025 को सङ्ख्यामा पनि हुनसक्ने हामीले चाहिँ अन्दाज गरेछौँ। यो चाहिँ नि बिजनेस युनिटी ठगीको प्रकरण हो। युनिटी ठगी चाहिँ नि नेपालमा भएको थियो भने यो चाहिँ नि अमेरिकन टलबिन लाइफले चाहिँ नि यसरी विश्वभरि उहाँहरूको भनाइअनुसार नेपाल, भारत, इन्डिया, अन्य विश्वहरूमा पनि यसले चाहिँ नि यसरी काम गरिरहेछ र जम्मै चाहिँ नि यो अनलाइनबाट ब्राउजर खोलेर त्यसरी चाहिँ नि हामीले चाहिँ पैसा लेनदेन कारोबार गरिरहेछौँ भनेपछि उहाँहरूले खुलाउनु भएको छ। अझै हामीले विस्तृत